हेलो साथीहरु, अस्ति सन्डेको दिन थियो अनि मैले चाहिँ सन्डे चाहिँ म घर गएको थिएँ अनि खाना मैले पकाउनु रेडी भएको थिएँ। म चाहिँ मम्मीको म्याक्सी लाएर टक्कसँग अनि त्यो दिन चाहिँ हाम्रो घरमा मासु रहेछ होइन, त्यसो घिउलाई मिसाएर पकाइदिउँ भनेर रेडी गरिसकेको थिएँ। मसलाहरू पनि सब प्याज मम्मीले आगो फुकेर तेलमा कराई हाल्दैछ। होइन कराईमा तेल हालिदिइसक्नु थियो अनि त्यसपछि यहाँ प्याज लिएर गएको थिएँ मैले अनि प्याज काटेँ। त्यसपछि सबै काटकुट गरेर रेडी गरिसकेको थिएँ। टमाटर मात्रै काटेको थिएन अनि सबै रेडी नै थियो अनि अब पकाउने भनेर म तर्खरमा लागेँ अनि पकाउँदै गर्दाखेरि एउटा भिडियो खिच्दिउँ न त भनेर अनि मैले यहाँ भिडियो पनि खिचेको थिएँ अनि त्यही भिडियो चाहिँ हो कि यो चाहिँ। अनि यहाँ तेल हालिसक्नु थियो मम्मीले आगो चाहिँ मरि बोलाएको थिएन, मत्ती आगो फु 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 गर्दै थिएँ, आँखा दुःखो त्यस्तै मुख दुःखो त्यस्तै, मरि बोल्दैन त आगो किन बोल्दैन भन्छु, फुक्छु बल्ल 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 यति मेहनत लगाएर फुकेँ मैले। अनि यस्तो मेहनत कसरत गरिसकेपछि चाहिँ अनि बल्ल चुलोमा चाहिँ आगो बलेको थियो होइन, चाहिँ धुवा त आउँदै थियो र पनि पछि फेरि फुकेपछि बल्यो अनि आगो बलेपछि फेरि बल्यायो क्या चुलोमा एडजस्ट गर्नु मिल्दैन ग्यासमा जस्तो। अनि अब यहाँ अब तेल अलिअलि हल्का तातिसके जस्तो फिल भयो मलाई अनि अब चाहिँ मैले यहाँ 5 फुरन फुराउँदैछु क्या। अब मेथी रहेन मेथी मात्र फुराउँछु भने 5 फुरन रहेछ त्यही फुराइदिएँ मैले। अनि मलाई चाहिँ फुराएको एकदम मनपर्छ क्या फेरि। अब तपाईँहरूलाई चाहिँ के लाग्छ होइन। अनि यतिकैमा मम्मीले चाहिँ यहाँ खुर्सानी पनि टिपेर ल्याइसक्नु थियो, हाम्रो यहीँ कौसीमै फलेको खुर्सानी अर्ग्यानिक खुर्सानी होइन। अनि त्यसै मैले काटेको प्याजलाई ज्वाइँ पारेर राखेँ, यसलाई म एकछिन फ्राई गर्छु ब्राउन हुन्जेलसम्म भनेर मैले यसलाई राखेँ अनि यस्तो प्लेटलाई साइडमा राखेर यसलाई मस्त चलाउन थालेँ अनि चलाएँ होइन। अनि हुन त अहिले साउन हो नि त अनि साउनमा पनि अब मासु खान्छ भन्नुहुन्छ होला, हामी त खान्छौँ भाइ यस्तै हो। अनि घरमा फलेको कौसीमा फलेको अर्ग्यानिक घिरम्ला हो होइन, सानो 2टा भइदियो हामीले टिपेर खाइदिने हो भनेर। अनि त्यसपछि मम्मीलाई सल्लाह गरेँ क्या मैले घिरम्ला पनि हालिदिउँ मम्मी भनेर, मलाई घिरम्ला चाहिँ मनपर्छ है फेरि। अनि त्यसपछि मैले मासु ओरिदिएँ अनि मासु ओरिएर मासुलाई मस्त चलाउँछु भनेको त होइन, मासु त टाँसेछ किन टाँस्यो कि यहाँ भन्छु म, जति गरे पनि हुँदैन। अनि लु त अब तेलले होला भनेर अर्को मासुलाई फर्काएर यता गर्न लाग्यो होइन, तेल यता सार्ने भएको मासु सर्दाखेरि भयो भन्दाखेरि अहिले अर्को मासु पनि टाँसेछ। के आइलाग्यो लु अर्को पनि टाँस्यो झन् त अनि के गर्नु म त के गर्नु, अर्को टाँस्यो जाम भयो क्या के गर्नु। ए भगवान् काम गर्न जान्छु कर्म गर्न जान्छु काण्ड हुन्छ भने यस्तै हो कि क्या हो यो, एउटा गर्नु मिलाउनु गएको मासु फर्काएको त्यसमा अर्को पनि टाँसिदिएर नानी भाइ ठिकै छ। अनि आगो चाहिँ यस्तो बलिरहेको थियो क्या यस्तो बलिरहेको थियो फेरि है, टाँसेको छ त्यस्तै। मैले फेरि गल्ती गरेछु, मासु अगाडि राखेर प्याज पछाडि राखेको भएदेखि टाँसिन्थेन होला, मैले चाहिँ पहिले प्याज हालिदिएको त्यो लगेर त्यहाँ टाँसेको कालो भएको कराईसँगै कालो न कालो भएर न ग्यास भए पनि सानो बनाउनु मिल्छ, चुलोको आगो न सानो बनाउनु मिल्छ है। अनि म चाहिँ अब जे होस् आज चाहिँ म पकाइ छाड्ने हो, यसलाई पकाएर खानालाई बनाइ छाड्ने भनेर लागि परेको थिएँ। अनि मासुभन्दा बढी छाला रहेछ फेरि के गर्नु र। अनि यतिकै मैले घिरम्ला ओरिदिएँ अनि घिरम्ला ओरेर त्यस्तो यसलाई पाटपुट गरेर चलाएँ। अनि त्यसपछि यसमा अब एकछिनमा चाहिँ म सबै कुराहरू मरमसलाहरू पनि हाल्छु होइन। त्योभन्दा अगाडि मैले खुर्सानी हालेँ, मैले काटेको खुर्सानी मैले अगाडि ल्याएको खुर्सानी मम्मीले ल्याइदिनु भएको एउटा खुर्सानी हालेँ मैले चाहिँ, खासै पिरो त नरहेछ पिरै होला भन्दाखेरि मैले त्यति हालेँ। अनि त्यसपछि मैले नुन हालेँ, नुन चाहिँ किन अगाडि हालेँ भन्दा मलाई अगाडि नै बेसार हाल्नु भन्ने चाहिँ कस्तो रातो कालो लाग्छ क्या, बेसारको कलर धेरै जस्तो लाग्छ, सो मैले बेसार पछि हाल्छु नुन चाहिँ अगाडि हाल्छु क्या। अनि त्यसपछि बेसार हालेँ अनि अब यसलाई पनि हालेर मस्त चलाएँ। अनि घिरम्ला चाहिँ थोरै भएछ क्या मासुभन्दा पनि, अनि घिरम्ला चाहिँ त्यहीँ हराउन लाग्यो, घिरम्ला चाहिँ हेर्दा हेर्दै बिलाउँदै छ क्या त्यहाँ फेरि मासुमा घिरम्ला हालेको। पहिले घिरम्लामा मासु हालिन्थ्यो अहिले मासुमा घिरम्ला हाल्यो, बिचरा घिरम्ला त्यहीँ हरायो। अनि यसलाई म चाहिँ मस्त चलाउँछु। अनि यसमा मसलाहरू पनि हाल्नु पऱ्यो नि त, मैले अघि पिनेर ल्याएको अदुवा लसुन पनि छ। अनि यहाँ भाँडोमा के अरे हाम्रो जिरा थियो, जिरा मसला हालेँ, जिराको धुलो अनि त्यसपछि अर्को गरम मसलाको धुलो मैले हालेँ थोरै, त्यो गरम मसला भयो। अनि